फेरि पनि नमस्कार, म विजय विश्वकर्मा श्रीपाद। म चाहिँ एक जेएनजी हुँ। म कुनै पार्टीबाट परिचालित व्यक्ति होइन, स्वतन्त्र तरिकाले पत्रकारिताको भूमिका अगाडि बढ्दैछु। उहाँ हाम्रो उम्मेदवार पनि हुनुहुन्छ। हामी जेएनजीको मागहरूलाई चाहिँ केही कसरी तरिकाले लिएर जानुहुन्छ, उहाँको एजेन्डाहरू के छ, यस विषयमा थोरै भलाकुसारी गर्नु छ। स्वागत छ हजुरलाई। तपाईँ जस्तै तपाईँ जसरी चुनावमा भोट मागेर आइरहँदाखेरि जस्तै हामीले तपाईँलाई किन जिताउने? केही कुराहरू छन्, जस्तो हामी राजनीतिमा किन आउनु पर्यो भन्ने पहिलो प्रश्न हो। हामी भनेको गणेश कार्की मात्रै होइन, राष्ट्र मात्रै होइन, त्यो जेएनजी पनि हुनसक्छ होइन, अथवा त्यसपछि खोलेका पार्टीहरू पनि हुनसक्छ। किन भन्दा पुरानाले गरेनन्, अथवा गरे पनि हामीले चाहे जति भएन। त्यो कारण पनि हामीले पाएनौँ। किन भएन भने हामीलाई कारण थाहा छैन। किनभने एउटाले अर्कोलाई आक्षेप लगाउने, उसले उसलाई देखाउने, उसले उसलाई देखाउने, गोल चक्कर, एउटा म्युजिकल चेयर जस्तो एकपछि अर्को यो पछि यो हुने, केही व्यक्तिहरूमा सीमित भयो राज्य सत्ता। त्यो परिवर्तन गर्न आवश्यक छ। पहिलो कुरा त सबभन्दा पहिलो कुरा यो स्वाद मात्रै फेर्याउने भने जस्तो पनि सुनिएला, तर त्यो पनि आवश्यक भइदियो होइन। त्यो 2500 त्यो सबैका विरुद्धमा त्यो पनि आवश्यक भइदियो। र अर्को कुरा, समाज यति अगाडि बढिसक्यो कि त्यो पुरानो पुस्ता पुरानो तरिकाले यो समाजलाई सम्बोधन गर्दैन।